हेलो गाइस, सबैलाई स्वागत छ आजको मेरो न्यू ब्लगमा नि। आज हामी यो चर्चमा चाहिँ यो चर्च चाहिँ हामी सङ्गति गर्न आएको थियौँ। अनि भर्खर खाएर हामी यता अगाडि बढिसकेका छौँ। हामी यहाँ हुनुहुन्छ, यहाँ छौँ। अनि आज तपाईँहरूले चाहिँ आजको सङ्गतिमा के महसुस गर्नुभयो? प्रभुको उपस्थिति। आमेन। 1 2 3 God's presence। यहाँको चर्च चाहिँ यस्तो छ, यहाँ बाहिरबाट देखाइरहेको छु। अनि यहाँनिर चाहिँ एकदमसँग टोइलेट छ। अनि आउनुभएको पास्टर बुवाहरू चाहिँ यहाँ तल हुनुहुन्छ। ल अब रोजिनालाई सोध्ने, आज तिमीले सँगै के महसुस गर्यौ? तपाईँ यहाँ सँगै बसेर अर्काको कुरा काट्नु मिल्छ? हाम्रो दुईजना गाइजहरूलाई चाहिँ हिँड्नु एकदम अप्ठ्यारो भइरहेको होला। कति 1 किलो मासुले छिचेको हो। अहिले त हामी चर्चबाट अलिकति मात्रै पर आइपुगिसकेको छौँ। कुन बेला घर पुग्ने थाहा छैन। अब चाहिँ हामी एउटा फटाफट हिँडेर यो बाटो चाहिँ काट्नुपर्छ। हेर्नु, हाम्रो हिँडाइ फेरि यस्तो टक्कसँग लाएर यस्तो छ। फेरि यो मुसा बेहुली हिँडाइ पाराले यो दिदीहरू चाहिँ मलाई थाहा छैन, तर म चाहिँ एकदम छिट्टो हिँड्छु। एकदम लाउरेमा बिन्नु भनेको। यता दुईजना हुनुहुन्छ फेरि हाम्रो आन्टीहरू। अहिले चाहिँ बाटो चाहिँ के हो नि, यो भैँसी आल खेल्ने जस्तो छ। अनि यो कसले पके पनि कसैले यहाँ पौडी खेलेर यस्तो गरेको हुनसक्छ। यो चाहिँ सालता पोखरी हो। यहाँ पौडी खेल्न चाहनुहुन्छ भने हामीले सम्पर्क गर्नु होला। यो ठाउँको हामी नामहरू बताइदिन्छौँ। यता अङ्कल हुँदो रहेछ फेरि। अङ्कल चाहिँ के फिल्मको एकदमसँगले बिग फ्यान हो कि क्या हो? हिँड्दा पनि फिल्म सुन्नुहुँदो रहेछ। हजुरबा चाहिँ एकदमसँगले राजेश समालको ठुलो बिग फ्यान हुँदो रहेछ है। फिल्म पनि गोजीमा आएर सुन्दै हिँड्दै हुँदो रहेछ है।